हेलो गाइज, वेलकम टु माई ब्लग। रोमियो कृष्ण ब्लगमा हजुरहरूलाई सबैलाई स्वागत छ भन्न चाहन्छु हैन। आज धेरै पछि चाहिँ मैले फेरि नयाँ ब्लग सुरु गर्न गइरहेको छु हैन। अनि आज चाहिँ हामी चाहिँ अब भोलि दसैँ भइहाल्यो हैन। त्यही भएर आजको दिन चाहिँ हामी सर बाहिरतिर जाँदैछौँ हैन, साथीहरूले बोलाएर हैन। त्यही भएर गाइज हैन, हामी यहाँ चाहिँ गाडी कुदेर बसिरहेको छौँ अनि भर्खर हामी जान लागेको छौँ हैन। अनि एकजना साथी यहाँ हुनुहुन्छ बस्नु भएको छ अनि एकजना साथी यहाँ हुनुहुन्छ हैन। अब चाहिँ हामी तिनजना चाहिँ जाँदैछौँ हैन। अब के हुन्छ कस्तो हुन्छ हैन, रमाइलो छ भोलि अब दसैँ। त्यही भएर आजको लागि चाहिँ हामी बाहिर जाँदैछौँ त्यो रमाइलो गर्ने भनेर हैन। किनभने परदेशको ठाउँमा गाउँघरमा हुँदैनौँ हामी अनि त्यही परदेश ठाउँमा साथीभाइ नेपालीहरू भेटेर भएपछि अनि रमाइलो गरौँ भन्ने हिसाबले चाहिँ बाहिर जाँदैछौँ। अनि हेर्दै राख्नु होला लास्टसम्म हैन, हेरेर साथ दिनु होला भन्न चाहन्छु है गाइज। नेक्स्ट अर्कोचोटि आइयो। हेलो गाइज, फाइनल्ली हामी अब ट्रकको लाएर हैन साथीको रुममा आइसक्यौँ। गाडीमा चाहिँ भिडियो बनाउन पाइएन हैन। हाम्रो मेरो साथी चाहिँ उहाँ आउनुहुन्छ, नाङ्गै हामीलाई ल्याउन आउनुभएको छ बाहिर हैन। अनि अब चाहिँ हामी रुममा जाँदैछौँ हैन, ट्रकको लाएर साथी होइन। अनि के छ कस्तो छ हैन ठ्याक्क लाएर अनि हामी चाहिँ अब रुममा जाँदैछौँ हैन। अनि गाइज होइन, अब फेरि रुमभित्र गएपछि हाम्रो कुरा हुन्छ है त गाइज। हेलो गाइज, हामी फाइनली चाहिँ रुममा आइसकेको छौँ होइन। अनि हेर्न सक्नुहुन्छ हामी चाहिँ होइन। अनि उहाँ चाहिँ हाम्रो नारायण भाइ हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो सुपरभाइजर जस्तो मेन मान्छे हुनुहुन्छ। अनि हामी चाहिँ होइन ठक्क रुममा छौँ। अब हाम्रो चाहिँ एकछिनमा खानपिन कार्यक्रम हुन्छ है गाइज है। हेलो गाइज, अब फाइनल्ली हामी चाहिँ होइन अब खानपिन कार्यक्रममा छौँ होइन। हेर्न सक्नुहुन्छ परदेशको ठाउँ यही छ, यस्तोमा हालेर खानुपर्छ होइन। खाँचीको भाइ छन् होइन, विदेश हो नि त गाइज। यहीँको रुममा आएको हामी चाहिँ होइन ठक्क साह्रो विदेशको ठाउँमा यस्तै हो होइन। अर्को ठाउँ चाहिँ हाम्रो साथी यहाँ चाहिँ बोतल हाल्ने चाहिँ होइन। चलो ठिकै छ फेरि ओके। अरे यहीँ हानिदिउँला भाइ ल गाइज होइन। अब खाइपी गरेर पछि अब फाइनल्ली गाइज होइन हेर्नु सक्नुहुन्छ हाम्रो चाहिँ हाम्रो सरले उता हाल्नु लाग्नु भएको होइन। हाम्रो चाहिँ यस्तो छ हेर्नु सक्नुहुन्छ होइन। मासु चाहिँ एकदम चौमास है होइन, मासु टन्नै छ है जति खायो मासु त नै छ जति पनि छ मासु टन्नै छ जति खायो केटाहरू। एक जग मासु छ होइन। यहाँ फेरि केरा प्लास्टिक कोही चिज छ होइन। अब टक्कर हामीले चाहिँ मनाउनु लागेको सबैलाई ह्याप्पी दसैँ भन्न चाहन्छु है। अब गाइज है फाइनल्ली हाम्रो चाहिँ कार्यक्रम लाग्छ देखिनु पर्यो त। हेलो गाइस, सरल होइन कार्यक्रम छ होइन। चाहिँ गाउँले देशमा अब आइरहेको छ होइन। भलक बनाउनु यस्तै छ गाइज होइन। हेर्न सक्नुहुन्छ हाम्रो दसैँ अरूको देश थियो यिनीहरूले पुरा धेरै रिसाउँछ भेट्टा अब काट्यो भने माथिमा गाउँदाखेरि फोटो टाउको काटेर मेरो टाउको काटेको मात्रै भन्छु गाइज होइन। अब चाहिँ गाइज है खाने कार्यक्रम भइरहेको होइन। बुढीहरू फेरि म फेरि नाङ्गे सुत्ने बानी रात कट लगाएर घुम्ने बानी भयो है। नाङ्गे सुत्ने बानी भएको मान्छे चलो गाइज होइन। हेलो गाइज, गुड मर्निङ, ह्याप्पी दसैँ होइन। अब हामी चाहिँ अब हात मुख नधोएरै होइन, हात मुख नधोएरै अब चाहिँ रुममा जान लागेको अवस्था भन्नुपर्छ।
यहाँ हेर्नु जुत्ता चप्पलको दोकान छ होइन। अनि चलो गाइस फेरि है चलो गाइस अब ओके हेलो गाइस अब फाइनल्ली होइन अब हामीले गाडीमा छौँ होइन गाडीमा बसेको बाहिरको हावा एकदम निद लागिरह होइन। हामीले रुममा आइसकेको होइन। के कस्तो लाग्यो भिडियो हेरेर अहिलेसम्म साथ दिनुभएको सबैलाई धन्यवाद भन्न चाहन्छु होइन। अब चाहिँ एकछिन भए पनि अब सुत्नुपर्छ जस्तो लाग्यो होइन। त्यही भएर होइन टाइम भएको छैन ड्युटी जाने, अझै लगभग 1.5 घन्टा छ होइन ड्युटी जाने। 1 घन्टा जति भयो भने सुत्नु पऱ्यो गाइज है, सुत्न पाइएन। ओके बाई बाई गाइज सबैलाई, अनि ह्याप्पी विजया दशमी भन्दछु है। ओके बाई गाइज।